हेलो आज त्यो के भन्छ अरे त्यो बामे राउकल आजै आउँछु भनेर भनेको थियो त्यसको त्यो 10 लाख रुपियाँ पनि तिर्न पर्ने कहाँ मलाई यो जिउँदो लासले फसायो मलाई त 7.5 लाग्यो नि यो कस्तो टेन्सन भयो अहिले अघि भगवान होइन ए मालिक के को टेन्सन घाँडो भनेर यो त चिट्टा हो मालिक चिट्टा हो कि चिट्टा हो मैले त केही पनि बुझ्न सकिनँ ओहो यहाँ जन्मेन्दैन कहाँ चेपिन्छ उतारि गरेको छ पछाडि बस्नु पछाडि यो मर्यो कि के हो लम्पतार पर्न सुतेको छ त्यो डाक्टर भन्ने कहाँ मर्यो होला त्यसले गर्ने होइन त्यो के चिरो फारम ल्याप्रेसन अपरेसन कोपरेसन भन्ने होइन ओहो डाक्टर साहब नमस्कार ठुली गरे अनि डाक्टर साहब हाम्रो बिरामीको अवस्था कस्तो छ त बाँच्या छ कि सुई के मर तपाईँको बिरामीको होस आएको छ तर होस आयो भनेर खुसी हुनु हुँदैन त्यस कारण तपाईँ बिरामी स्वाट जानु पनि सक्छ ए भएर कहाँ जाने डाक्टर साहब कहाँ जाने त्यही त हो नि त्यही के त्यो खोलामा होइन माथि खाने अनि त्यहाँ त्यस कारणले गर्दा तपाईँलाई म यहाँ औषध लेखिदिन्छु त्यो औषध लिएर आउनु होला 5,000 को यो मालिक 5,000 को औषध दिन्छ यो चिन्नै नचिनेको मान्छेलाई आमा 1,000 2 3 4 5 मालिक सर्वस्व हो सर्वस्व जम्मा 5,000 के 5,000 ल ल हजुर डाक्टर साहब नमस्ते सेवारो ठुली हजुर जानु त्यसलाई बाँधेर घाँस हाल्नु पर्ने त्यसलाई 5,000 त्यसो बाउको सम्पत्ति छ र 5,000 आफ्नो बाउको सम्पत्ति बेच्दा पनि नपुग्ने जस्तो अवस्था भइछ यसको त्यो 10 लाख काँडा हप्ता आइज काले ओहो नाच है आराम हुनुहुन्छ हजुर मेरो 5,000 उत्पान तडी लाएर सुती बसेको छ के भएर हजुरलाई खान पाइहाल्नु भयो होला सुत्न पाइहाल्नु भएको छ है काले यो नालायक यो जिउँदो लासलाई यसको नाम के हो सोध्छ हस् भाले यो तोरी लाउने नि गर्नु हेर 5,000 सिद्धिआएको मालिकको हार खुर सबै भाँचेर फाल्नु पर्ने मुराको ओहो ए मेरो मालिकले भनेको तँलाई कस्तो छ अहिले के भन्छ वाबो गर्छ बोको हो त होइन बोको त वाएर नपर्ने ओहो नानाले मलाई के सोध भनेको थियो बसी टुक्कै बसे ओहो यो ब्यागले घाँटी थोचेर पो हो क्या ओहो ए नाम ओहो ए मेरो मालिकले भनेको तेरो नाम के हो रे त भा भन्नु नाम कस्तो रहेछ ओहो भवाहरू के नाम आउँछ त धेरै पो आउँछ ए भगवान हो होइन यो भा कस्तो नाम हो ए माली यसलाई त यो त लागे जस्तो छ यसलाई भोग लागे जस्तो छ ए तँलाई भोग लाग्यो हो होइन के भन्यो भने या भोग लाग्यो भने या नाम सोध्यो या कस्तो या मान्छे रहेछ होइन मालिक मैले त कुरो बुझिनँ त्यसलाई नालायक पापी त्यसलाई तेरो
बाउको टाउको त तँलाई अरू त मैले तँले के भनेको थिएँ तँले यसको नाम सोध भने कि यसलाई भोग लाग्यो भने तेरो बाउको सम्पत्ति छ अहिले लिएर खाँदिन है तेरो बाउ त्यहाँ तेरो हजुरबाउले त्यहाँ 5,000 लिएर गयो होइन त्यहाँ 5,000 सुतिरहेको छ अब 15,000 बनाउने कहाँबाट लिएर आउने पैसा तेरो सम्पत्ति बेच अब यो मालिक कस्तो हो तपाईँ त यो त अहिले भने होइन पुलिसको अगाडि त यो मेरो भातृ मेरो आफ्नो साथी अहिले त के छ अब खानेकुरा दिने लोभ गरेर त्यत्रो पैसा अघि चिट्टा पर्यो अब यसलाई अलिकति दिँदा के गर्यो तेरो बाउको सम्पत्ति छ र यहाँ के को चिट्टा योसँग पैसा आउँछ कि आउँदैन के ठेगान छ तै पनि आस्तो छ तर यो मेरो भतिज गाह्रो हो यो न मेरो काकापट्टिको न मामापट्टिको यो अद्वेष र मोर ल कस्तो अलक्षिण छ बा खायो डङ्ग ल उत्तानो पर्यो सुत्या छ ए मालिक पुलिस तेरा बाउ मरिहाल्यो फेरि बाबु मेरो बाबु ओहो मेरो बाबु तेरो बाउलाई नपिट तेरो बाउलाई नपिट के मेरो बाबु तिमीहरूले गर्ने ए बुझ्छु नि बुझ्यो हजुर मेरो बाबा ओहो मेरो छोरो मेरो भतिज कान्छो छोरानी कान्छो मेरो आमा मेरो मुटुको टुक्रा ए ठिक छ राम्रोसँग गइरहेको छ यसलाई फेरि के भयो भने थाहा होला नि म के गर्छु रे के दिन्छु रे मैले फाँसी दिन्छु नि थाहा होला नि तँलाई त्यो फाँसी भने चाहिँ थाहा छैन हजुर त्यो काँसी भने चाहिँ थाहा छ त्यो घरको भारतमा छ होइन भारतमा हजुर हजुर सेवा र सेवा म पछि आउँछु हस् मरे कि क्या मर्यो पारेर त्यसलाई त्यसको बाउको सम्पत्ति छ अरे यहाँ हाम्रो आफ्नै पैसा सिद्धिने लाग्छ अझ राम्रोसित हेर के का राम्रोसित हेर सुता त्यसलाई बोलायो भने होइन अब त्यो मलाई यहाँ रिस उठिरहेको छ यसो काटो भने त्यो आलुदम त्यो के पराठा हलुवा बल्ल मल्ल सबै लिएर जा होइन यो आलुदम पराठा के दम भनी खायो भने त हुँदैन भने पड्के मरे यही मर्छ न मेरो काकापट्टिको न